साथीहरू यो कुकर बिग्रेदेखि एकदमै आइरन लगाउनु पनि समस्या भइरहेको थियो। अब आजभोलि चाहिँ कुकर नयाँ किनियो। लुगामा आइरन नलगाएको कति भइसकेको थियो है। हेरौँ त यस्तो अवस्था थियो। अब आइरन लगाउने काम चाहिँ सुरु भयो। अब जे भए पनि कुकर किन्ने बित्तिकै खाना पनि पाक्यो। अब आइरन लगाउन पनि भ्याइयो। यसरी चाहिँ मैले गरिराखेको छु। यो महावीर पुनपछि अब मन्त्री बन्ने पालो चाहिँ मेरै हो। एकदम सादगी जीवन छ। यस्तो छ हेर्नुहोस्, कुनै हाइफाई छैन। अब म महावीर पुनपछि शिक्षा विज्ञान प्रविधि तथा के भन्छ नि आजभोलि छ त्यो है नव प्रवर्तन मन्त्री मलाई बनायो भने कुनै किसिमको धोका हुने छैन भन्न चाहन्छु। त्यसैले अब नव प्रवर्तन मन्त्री देशमा नव प्रवर्तन नगरेर केही हुनेवाला छैन। त्यसैले अब नव परिवर्तनका क्षेत्रमा त्यो पुरानै आइरनले काम चलाउने दिन गए। अब शिक्षा क्षेत्रमा आविष्कार क्षेत्रमा नव परिवर्तन ल्याउनु पर्ने देखिन्छ है त साथीहरू। ल अब महावीर पुनपछि यतै चाहिँ कुलो सोझ्यौँ है त। ल धन्यवाद।